गाइजहरू वेलकम टु माई न्यू ब्लग। अब बस्नुभयो गाइज होइन, फेरि अरूले देख्छ गाइजहरू होइन। पोर्चुगल र अर्जेन्टिना बिच यस्तो विधि नफरत छ नि गाइज होइन, किन होला होइन थाहा छैन यार। पोर्चुगल रोनाल्डो हो होइन, अर्जेन्टिना मेसी हो, खतरनाक दुश्मनी के यो दुइटा बिच चाहिँ। बरु ब्राजिललाई केही पनि गर्दैन होइन, ब्राजिल दुइटैसँग दुश्मन छैन, दुइटैको ब्राजिलसँग दुश्मन छैन। किन भन्दाखेरि अर्जेन्टिना र पोर्चुगलमा त बबल खेलाडी छ भन्छन् होइन, तर म त अर्जेन्टिनाको सपोर्टर गाइज है। हिजो बेलुका चाहिँ अर्जेन्टिना र इङ्ल्यान्डको म्याच गाइज होइन, हेर्नुभएको होइन लाइभ होइन, म चाहिँ लाइभ हेर्ने भनेर है। फेरि दिनभरि यो घरमा बाइक ल्याउनु बाटो नि गाइज होइन, ढलान काम गरेको है, यस्तो थकेला थियो होइन। 12 बजीसम्म बसेको थिएँ हेर्छु भनेर, तर 12 बजी चाहिँ निदाइछु कि गाइज होइन, काम गरेर थाकेको थिएँ। अन्त उठ्दा त होइन अलार्म लाग्थ्यो फेरि 12:40 मिनटको, तर सुन्दै सुनेन चाहिँ। त्यसपछि 3:30 बजी उठेको गाइज होइन, म्याच त भइसकेछ। बिस्तारै होइन डर लागि गुगलमा गएर यसो सर्च हानेको त गाइज होइन 2 गोल हानिदिइसकेको छ। अनि फेरि हेर्न मिल्छ हाइलाइट के होइन, युट्युब भन्दा नि गुगलबाटै हेर्न मिल्छ, तर 2 मिनटको मात्रै हुन्छ हाइलाइट गाइजहरू है। हेरेको अलिअलि होइन, यसो लडाउने काम भइरहेको रहेछ होइन, पेरेर है मेसीलाई त पुरा बलै लान नदिइरहेको होइन। तर गाइज होइन मेसीको तागत छैन है, अरू जस्तो तागत छैन नि त मेसीको होइन। अरू यत्रो ज्यान भएको मान्छेहरू हुन्छ, उसले त लडाइदिए बङ्गला लडाइदिए गाइज यार। त्यही पनि जितिहाल्यो गाइज होइन। मेसीलाई चाहिँ खतरा ब्लक हानेर गाइज है। इङ्ल्यान्डले मात्र होइन, स्विजरल्यान्ड अनि त्यहाँबाट इजिप्ट होइन, तपाईँले हेर्नुभयो होला होइन, मेसीको फ्यान हो भने तपाईँले हेर्नुभयो होला होइन। म चाहिँ काम गरेर हेर्नु नपाएको, तर फाइनल चाहिँ अब हेरिहाल्छु होइन। 3rd प्लेसको लागि को भिडन त पर्ने हो गाइज, इङ्ल्यान्ड र फ्रान्स होइन। तपाईँहरू चाहिँ कसको सपोर्टर गाइज है, यसो कमेन्ट हान्नु। तर गाइज होइन पोर्चुगलको फ्यानहरू चाहिँ अर्जेन्टिनालाई मन पराउँदैनन् है, मन पराउँदैनन्। त्यही भएर उनीहरू पनि स्पेनको स्पेनपट्टिबाट सपोर्ट गर्ने होला होइन। रमाइलो त नि गाइज होइन, हामीले त होइन, अब हामीले केही पाउने होइन, उनीहरूले पाउने है। रमाइलोको लागि मात्रै हामीलाई त अब आफूले सपोर्ट गरेर टिमले जित्यो भने रमाइलो लाग्छ है। त्यही गाइजहरू भर्खर उठेको, भर्खर त होइन अघि नै उठेर गाई साई दोयो होइन। त्यही गाइज गाई दोयो सधैँ एउटै काम होइन, आफू चाहिँ काम गर्नुपर्छ। वर्ल्ड कप हेरेर के हेर्ने होइन, राति हिजो फेरि होइन स्पेन र फ्रान्स हेरेको गाइज है, रातभरि नसुतिकन होइन। लास्टमा गएर काम गरेर नि गाह्रो भयो, बेलुका आफ्नै टिमको म्याच हेर्न पाएन। लाइभ हेर्नु पाए रमाइलो हुने रहेछ गाइज है। के हुन्छ होइन, स्पेन पनि बवाल छ गाइज है, डिफेन्ड यस्तो बवाल गाइज। फ्रान्सलाई गोल हान्न नदिएको कि बाफ्रे गाइज यार, म त यस्तो डर लाग्यो स्पेनदेखि त गाइज यार, स्पेनदेखि डर लाग्यो मलाई। बलै लानिदिन्न त यार, पेनल्टी एरियासम्म नि बल लानिदिन्न त, त्यस्तो बवाल डिफेन्ड। अट्याक भन्दा नि डिफेन्ड बवाल के गाइज। म चाहिँ इङ्ल्यान्डको पनि खत्रै छ होइन, यसो बराबर हुन्छ, पेनल्टी टाइम थप्छ भनेको त थपेन जस्तो लाग्यो है मैले हेरिनँ है। फुल टाइम भनेर देखेर त टाइम थपेदाखेरि आफ्टर भन्दैन होइन, आफ्टर एक्स्ट्रा टाइम भन्थ्यो। गाइजहरू तपाईँहरू कसको फ्यान होइन चट्ट लागेर कमेन्ट हान्नु, कसको फ्यान हुने अब होइन। अब आफ्नो टिमले हारे पनि होइन, अब ब्राजिल हो भने पनि तपाईँ कसको फ्यान भएर हेर्नुहुन्छ होइन, सब भन्नु मलाई है। गुड बाई गाइज, सी यू टुमारो। लाइक एन्ड सब्सक्राइब भन्दैन गाइज है। अब वर्ल्ड कप चले होइन, अब यसो वर्ल्ड कपको भिडियोको बारेमा भन्ने त हो नि गाइज होइन, केही न केही त बनाउनु पऱ्यो है गाइजहरू। लाइक एन्ड सब्सक्राइब होइन। त्यसो गाइज, थ्याङ्क्स फर वाचिङ, सी यू टुमारो, लभ यू, गुड बाई।